सोपर डाँडा। अब यहाँबाट चाहिँ म बरु आइरह्यो होइन। अब यहाँबाट चाहिँ अब यता यो बाटो जानु पर्यो। यो बाटो चाहिँ कहाँ पुग्दो रहेछ है। यो चोपरको गहिरो हो। पहिला त राम्रै थियो, अहिले चाहिँ सबै यस्तो बेरबार गरेर यस्तो यस्तो बनाएको रहेछ यो है। थाहा छैन। अब चाहिँ अब यहाँबाट जानु पर्यो। यहाँबाट चाहिँ कहाँ पुग्छ। पहिला चाहिँ यहाँतिर सुटिङ, गीतको सुटिङ, पुरानो फिल्मको सुटिङहरू, फाइटहरू चाहिँ सबै यतैतिर हुन्छ क्या गाइज। अब आजभोलि चाहिँ छैन, सुनसानै छ। योभन्दा बरु लभ डाँडा चाहिँ बरु पुरै भाइरल भएको छ है। यो चाहिँ खासै छैन। पहिला भाइरल थियो यो पनि, अहिले छैन है। अहिले चाहिँ यस्तो भएको रहेछ। अब योतिर चाहिँ सुनसान छ, मान्छे छैन है, कोही पनि छैन। एक्लै आएछ है, सुनसान, कोही छैन। अहिले के रहेछ यो चाहिँ खास हेर्नुलाई आएको। काम छैन, कोठामा मात्रै के बसिराख्नु भनेर चाहिँ यसो घुम्न आएको गाइस। यसो पत्रकार, युट्युबर केही पनि होइन, आफ्नै युट्युबमा हाल्ने, आफै हेर्ने हो बिस्तारै। कसैले हेर्दैन, आफै हेर्ने हो। अरू जस्तो युट्युबमा हालेर, फेसबुक पेजमा हालेर, टिकटकमा हालेर पैसा कमाउला भन्ने छैन। आफै हेर्ने हो, आफै भिडियो बनाउने, आफै हेर्ने हो। आफ्नै परिवारले त हेर्दैन। यो ताइना तुईको भिडियो के बनाएको भन्छ है। अब आफै भिडियो बनाउने, आफै हेर्ने हो। यहाँतिर चाहिँ सोबरको पहिला चाहिँ धेरै फिल्महरूको सुटिङ हुन्छ, अहिले चाहिँ सुनसान। अब अहिले त विदेशतिर होइन, सबैले पैसा रहेछ। अहिले चाहिँ यहाँ चाहिँ केही पनि छैन रहेछ। यहाँ चाहिँ बच्चाहरू रहेछ, पौडी खेल्ने बच्चाहरू रहेछ। यता पोखरी पनि रहेछ, बच्चाहरू पौडी खेलिरहेको रहेछ है। यस्तो छ है। अब पुरा यस्तो छ है यो। ल हजुर, यस्तो छ, यस्तो डाँडा छ है यहाँ। यस्तो यस्तो डाँडा छ है। अझै बच्चाहरू पौडी खेलेको रहेछ। उनीहरूको भिडियो खिच्नु पनि हुँदैन होइन। त्यो खिचेर हामी न पैसा कमाउने होइन, के होइन, बेकारमा किन खिचेको भन्नु सक्छ। बच्चाहरू थाहा छैन, युट्युबरै हो भनेर फेरि यस्तो यस्तो छ। यस्तो नगर यहाँ पनि एकदम व्यवस्थित गरेको भएदेखि चाहिँ दियोस्, राम्रो भनेको छ हाम्रो। ल त्यहाँ चाहिँ बच्चाहरू पौडी खेल्दै रहेछन्। ल यताबाट जाउँ हामी चाहिँ माथि जाउँ। नि खतरा छ नि ठाउँ त है। पहिला पहिला अब फिल्ममा देख्दाखेरि अब कहाँको जङ्गल होला, कहाँको डाँडा होला भन्दा चाहिँ अहिले आउँदाखेरि यताको चाहिँ रहेछ। ल त्यस्तो रहेछ है त। ल रहेछ है, बच्चाहरू रहेछ पौडी खेल्ने चाहिँ। ल यस्तो रहेछ है, सुनसान छैन, कोही छैन। यहाँ सानो सानो बच्चाहरू मात्रै रहेछ पौडी खेलेको, अझ कोही छैन। ल सुनसान। लभ डाँडामा भएर चाहिँ जोरी जोरी बरु लभ डाँडामा चाहिँ टन्नै देखिन्छ है। लभ डाँडामा चाहिँ प्रायः जस्तो लभ डाँडामा जान्छ भिडियो बनाउन, फोटो खिच्न। अहिले यो चोबरको चाहिँ केही भेलै भएन अहिले चाहिँ। पहिला पहिला त मान्छे टन्नै हुन्थ्यो, अझ बुधबार भएर हो कि के हो। यस्तो यस्तो छ, देखेको सुरुङ पनि रहेछ। जाउँ भने डर लाग्छ, एक्लै छ, साथी छैन, एक्लै भिडियो बनाएर हिँडेको यार। यस्तो यस्तो ठाउँ रहेछ। गुफा जस्तो पनि रहेछ है भित्र, सुरुङ रहेछ। डर लाग्छ, नजाउँ मलाई, नजाउँ त्यतातिर चाहिँ। अब हामी त्यही माथि लाग्नु। हेर घाम, आमामामा
सामुनको घाम जस्तो छ हेर ल। साउनको घाम यस्तो छ है त साथीहरू। अझै बुधबार साउनको 7 गते होला सायद। यस्तो रहेछ है, कोही छैन है मान्छेहरू साथीहरू, सुनसान। लकडाउनमा भएदेखि लकडाउनमा टन्नै मान्छेहरू हुन्छ है, यहाँ त छैन। यस्तो छ ठाउँहरू हेर्नु त, अरिङ्गलको गोलन रहेछ हौ त्यहाँ त। यस्तो छ अरिङ्गलको गोलन रहेछ त्यहाँतिर त। ल पहिला यहाँतिर एउटा होइन एउटा गीतको भयो नि, फिल्मको भयो नि, भिडियो खिचिरहेकै हुन्छु। अहिले त कोही मान्छे पनि छैन, त्यहाँ बच्चाहरू मात्रै रहेछ। तल खल्डोमा पानी जमेको रहेछ, त्यहाँनिर छैन। यस्तो छ ल चोपरको हालत अहिले त। ऊ सबै घुम्ने ठाउँ बनाएर, खै के टिकट लिने ठाउँ बनाएर है त। अब माथि डाँडामा पुग्यो, सुनसान छ गाइस। चोपर डाँडा सुनसान। कोही छैन है, यस्तो छ यार। अगाडि म्युजिक भिडियो सुटिङहरू गर्ने ठाउँ त छ, तर पहिल्यै गरिसक्यो। अब यो ठाउँमा किन गर्ने, नयाँ नयाँ ठाउँ खोज्छ नि त मान्छेले। अहिले लपडाँडामा पनि एकचोटि व्यापक भाइरल भएको थियो, अहिले खासै छैन देखिन्छ चर्चा है। हेर्नुहोस् एउटा प्लेन पनि आयो उता बाह्र, हेर्नुहोस् ठ्याक्कै यो चोपर डाँडाको सिधै आयो त प्लेन। कोही छैन मान्छे। अब यो साइड चाहिँ मकैबारी टन्नै रहेछ है, खेतीपाती गरेर रहेछ। मकैबारी टन्नै रहेछ यो साइडमा चाहिँ, खेतीपाती चाहिँ मजाले गर्ने रहेछ क्या अरे। यो साइड चाहिँ ल टन्नै रहेछ है, मकैबारी दरेम। ल हेर्नुहोस् है, सरसफाइ भनेको कुरो चाहिँ छैन है यहाँतिर पनि। कतै कतै बोर्ड टाँसेको छ, फोहोर मैला जताभावी नफालौँ भनेर होइन। तर फोहोर चाहिँ थुप्रै छ, फोहोरको चाहिँ यहाँको समितिहरूको हो होइन। यहाँको समितिहरूले अलि सरसफाइ यसलाई अझै राम्रो बनाउनु पर्ने हो है, तर छैन। फोहोरै फोहोर छ ल, जताततै फोहोरै फोहोरको देख्छु म। यो शनिबार चाहिँ मान्छे धेर हुन्छ होला, हेर्नु फोहोरै फोहोर छ। त्यही फोहोरको थुप्रो हो, त्यो फोहोर चाहिँ फाल्यो, डस्टबिनको व्यवस्था छैन। यो चेतना जाग्दैन हौ हाम्रो मान्छेहरू। यहाँ चाहिँ जे होस् मकैहरू चाहिँ मजाले रोप्यो रहेछ है त।
खेल्ने कुरा नि राखेको रहेछ है, खेल्ने कुरा नि टन्नै छ छैन, एकदम सुनसान छ चौर। पहिला पहिला कम हुन्थ्यो मान्छेहरू यहाँ, अहिले त छैन, सुनसान छ हौ, सुनसान छ गाइस। खोकोना त्यहाँ होला खोकोना, अहिले त यो एरियामा त केही छैन गाइस। ल हेर्नुहोस्, मान्छे कतै पनि देखिँदैन। ल उतै जाउँ अझै, के गर्नु, हेर्दैन हामी जस्तोको भिडियो बनाए पनि केही हुँदैन, कसैले हेर्दैन, सब्सक्राइबहरू कसैले गरिँदैन। हर्क साम्बाङले भने जस्तै म त लाटा दिनभरि काम गर्ने, उता बाटो दिनभरि गफ गर्ने, पारा मिलेन भने जस्तै यो केही पारै मिलेन हौ यो। ल हेर्नुहोस्, कोही छैन अहिले त। अब यस्तो फिल्मको सुटिङ गर्ने ठाउँतिर त ऊ रिसोर्ट बनाएर, घुम्ने ठाउँ बनाएर, टिकट लिने ठाउँ बनाएछ। पहिला छैन त्यस्तो। अब पैसा हुनेवाला पो त्यो भित्र छिरेर, पैसा नहुनेहरू त छैन नि। अब त्यो माथि डाँडामा जाउँ भनेको त्यो सबै बार लाएर रहेछ। ल त्यो खासै के छ र त्यो भित्र खासै हेर्नु, काम छैन हौ यस्तो घाममा। हेर्नु त, घाम पनि फेरि लास्टै घामै घाम के यो। कुच्चेको थोप्रा हेर्नुहोस् है गाइस, कुच्चेको थोप्रा भाइरल हुनु नसकेको सन्तोष पाखरिन। त्यस्तो भिडियो के बनाउनु है, त्यही छ। म आफै हेर्ने हो, आफै बनाउने, आफै हेर्ने। युट्युब पनि अहिले जिमेल आइडीहरू थाहा हुँदैन, त्यत्तिकै सब्सक्राइब भएको युट्युबहरू पनि चलाउनु सकिँदैन। पढाइ लेखाइ नभएपछि अलिक गाह्रै रहेछ गाइस। ल हेर्नुहोस् है, अब ऊ परतिर त्यो चौरतिर चाहिँ जानु पर्ला, उतातिर गाइस, उता चौरमा चाहिँ हो, त्यो चौरतिर चाहिँ जानु पर्ला। अब त्यो तल भएर यतै भएर जानु पर्ला जस्तो छ। अर्कोमा त काम छैन यो। सुपर लभ डाँडा भन्दा नि खत्तम रहेछ। हेर्नु फोहोर, फोहोरको थुप्रो फोहोर। यो शनिबार चाहिँ मान्छे आउँदो रहेछ, जताततै फोहोर छ। हेर्नु ल हेर्नुहोस् त, यस्तो फोहोर हुन्छ अनि उता पारि चाहिँ जानु पर्ला। यहाँतिर चाहिँ फोहोर टिप्यो भने त 3-4 दिनमा नसित्ने फोहोर रहेछ। हेर्नु त, यो चाहिँ लभ डाँडा है, लभ डाँडा। यहाँको समिति यहाँ होला नि सबै कुरा होइन, तर यहाँ व्यवस्था केही छैन। हेर्नुहोस्, तलतिर चाहिँ पौडी खेल्ने बच्चाहरू टन्नै थियो फेरि त, केही छैन। ल सुनसान, यहाँ सुटिङ नै छैन, केही छैन। यस्तो पहिलै सुटिङहरूको भिडियो गरिसक्यो भनेर होला नि यो वास्ता नगरेको। अहिले पनि कतै कतै देख्छु, तर थोरैमा, पहिलाको जस्तो छैन। यस्तो अवस्था छ यार, फोहोरको थुप्रो भएछ हौ यो चौर त। फोहोर हेर्नु त, फोहोर फोहोर। यो सफा गरौँ भन्ने कुरा चाहिँ यो क्षेत्रको मान्छेले, यो क्षेत्रको समितिले होइन, कसैले पनि देखेन छ हौ यो फोहोर। अन्त यस्तो फोहोर छ कि यहाँ आउने, पिकनिक खाने, रमाइलो घुमघाम आउने, अनि खाने, यहीँ फाल्ने, बदाम छोड्ने, बियर खाने, पिकनिक भयो सबै खाने, यस्तरी फाल्ने। ल हेर्नु त फोहोर, त्यस्तो फोहोर छ। ल 1-2 हप्ता पनि सिद्धिँदैन होला यो फोहोर टिप्यो भनेदेखि त गाँठे।